कुलमान घिसिङले बालेन शाहलाई भेटेको फोटो किन हाले होलान्? के आवश्यक थियो? जरुरी थियो? थिएन नि। किन हाले त भन्ने कुरामा त्योभन्दा पहिला कुलमान घिसिङले गरेको राम्रो काम, पछिल्लो समय यी मन्त्रीहरूमध्येमा सबैभन्दा राम्रा काम गरेको बरु कुलमान घिसिङले छ, अरूले त केही पनि गरेकै छैनन्। उनले बन्जरी डाँडाको फोहोर हुन्छ कि त्यो बाटोको गड्डा पुर्ने हुन्छ कि विभिन्न धेरै अन्य ठाउँमा आफै फिजिकली रूपमा गएको धेरै राम्रो काम गर्नुभएको छ। अब यो फोटो कुरा, यो फोटो किन हाले त भन्दाखेरि त्यही दिन राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीको एकीकरण भयो। त्यो पार्टीलाई ड्यास दिनलाई हो कि भन्ने कुरो त्यो नभएर हर्क साम्पाङलाई भेट्न पुगेका थिए कुलमान दरान। भेट्दाखेरि उनले हर्क साम्पाङले कुलमानलाई नै भेट्नै खोजेनन्। किन भन्दाखेरि यो अहिलेको मन्त्रालयमा कुलमानले हर्क साम्पाङलाई म जाँदिन भनेका पनि थिए। त्यही कारणले गर्दाखेरि उनीहरूकोमा डिस्कस पनि भएको थियो। तर पछिल्लो समय उनी कुलमान हर्क साम्पाङलाई नै भेट्न गएका थिए, तर उनले मानेनन्। कुलमानको के छ भन्दाखेरि चाहिँ कि राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर त्यहाँ उपसभापति सभापति लिने अथवा हर्क साम्पाङको पार्टीमा ठुलै पद ओगट्ने। कुलमानको चाहिँ भित्री रूपमा र कुलमान बालेनको चाहिँ त्यति देखिँदैन। कुलमानको चाहिँ यताउता गरेर चाहिँ छुपा रुस्तम तरिकाले भित्री रूपमा गएर पार्टी कब्जा गर्ने, पार्टीमा ठुलै पद लिने कुरा छ। उनले आफ्नो उज्यालो नेपाल भन्ने पार्टी पनि खोलेका छन्, तर त्यसमा आफू सदस्य पनि छैनन्। छन चाहिँ त्यो पार्टी उनकै हो। यसरी पार्टी खोलेर बार्गेनिङ गर्ने हो उहाँको काम। अहिले पछिल्लो समय त्यही देखिएको छ। तर यसरी चाहिँ हुँदैन। खुल्लम खुल्ला बाहिर आउनुपर्छ, अनि जनताले मन पराउने कि के गर्ने भन्ने कुरा हुन्छ। यसरी लुकेर फोटो पोस्ट गर्ने, यताउता गर्ने, त्यो कुरो बुझिहाल्छ नि मान्छेले। मैले यो अचम्म लागेको थियो, किन यो फोटो आयो त आजै राष्ट्रिय स्वतन्त्र र विवेकशील हुँदाखेरि भन्ने मलाई शङ्का लागेको थियो। तर त्यो नभइकन हर्क साम्पाङलाई चाहिँ हामी सँगै छौँ भनेर अथवा चाहिँ स्वतन्त्र पार्टीलाई भनेर अथवा कसैलाई पनि उनले देखाउनको लागि यो गरेका रहेछन् भन्ने कुरा बुझिन्छ।